साथीहरु अहिले चाहिँ हामी यहाँ चौकी डाँडा जाने क्रममा छौँ है। जाडो महिना चाहिँ यहाँ अझै चिसो रहेछ। हामी आधी बाटो पनि पुगेका छैनौँ, तर आधी बाटो पुग्दा पनि एउटा यस्तो खतरा नयाँ पुल बनिरहेको रहेछ। म यहाँको दृश्य तपाईँहरूलाई अलिकति देखाउँछु है त। केटाहरू चाहिँ सोल्टी काका ल साथीहरु हामी चौकी डाँडा जाने क्रममा है यस्तो खतरा बाटो आयो कि माया कसम है। पहिला हामी बोल्दै हाँथ्यो डाँडा आएपछि त अङ्गलमा बोल्दै एक शब्द बोल्नु होला, एक शब्द बोलायो भने साथीहरु बाटो यस्तो खतरा है। माया एकपट्टि पुरै भिड अनि त्यो के अरे उकालो उकालोमै मोड के यस्तो गाह्रो रहेछ। अब यस्तो गाह्रो हुँदै आएको त्यो रमाइलो हुन्छ। माथि गएर माथि सिन देखाउँछु तपाईँलाई म यहाँबाट पनि अलिअलि के देखिन्छ म तपाईँलाई देखाउँछु। डाँडा चाहिँ बवाल छ साथीहरूलाई पाउनु है। कहाँ चौकी डाँडा कहाँ कुन चाहिँ हुन्छ कि डाँडा जानुपर्ने डाँडा चाहिँ कुन हो? हामी जानुपर्ने डाँडा चाहिँ कि उही त्यो सेतो झर त्यो सेतो सजिलो बाटो छ अर्को सजिलो बाटो भयो जुन डाँडा भयो नि के भयो? जब जामकेटा रात पर्छ फेरि जाँदा टेन्सन हुन्छ फेरि। अहिले बाटो नि यस्तो नदेख्ने भएपछि त फेरि सिधै देवघाट भेटेला फेरि त्यस्तोमा नि मान्छे अडिने हो। सामसुङ हो जुम गर्ने यसले पनि ढान्दो रहेछ आमा यत्रो डाँडा सिधै डाँडा मान्छे अर्को तल पनि छ लाद एउटा को हो खै त त्यो पा के गरेको मान्छे त्यो बोल्न आउँदैछ काले तलबाट आएर चाहिँ तिनीहरू होइन तिनीहरू त्यो के अरे टेम्पे भाइ यो पाहाडतिर त चाउचाउ जस्तो हुन्छ बाटो घुमेको यत्रो अनि कहाँ स्कुल पनि रहेछ स्कुल उतै स्कुल रहेछ बल्लै हाँडा नजिकदेखि। आज हामी चौकी डाँडा घुमघाम कार्यक्रम हो यो। हामी चाहिँ यो पनि चितवनै पर्छ नि है? चितवन हो काका, चितवन त खतरा हो नि यार। कुन नगरपालिका होइन के अरे नेटवर्क आउँछ भाग्यमानी कुरा हो यो फेरि। ल आज हामीले सुमनदालाई पनि भेट्यो आएर भाडै बस्नु जस्तो अनि हामी चाहिँ चौकी डाँडा आइपुग्यो साथीहरू। यो के अरे यो पढिदिँदा कस्तो गाह्रो रहेछ। कोल भन्ज्याङ होमस्टे आइपुग्यो सर हामीहरू। त्यो डाँडा सिराइचुली हो। अरू भन्नु
त्यतापट्टि हात्तीबाङ त्यो पनि हो अनि हात्तीबाङ यता गएपछि त्यो धादिङ हो हैन धादिङ हो धादिङ हो यतापट्टि नोक गुफा भन्ने गुफा छ त्यो चाहिँ एसियाकै ठुलो गुफा हुन्छ मुगलिन चाहिँ योभन्दा पछाडि मुलि त मुलमै गर्छ यो हामी उतै डाँडामा जान सक्दैनौँ साथीहरू त धेरै डाँडामा चुच्चो रहेछ चाकमा घोच्छ भने हामी गएनौँ है हामी त्यही भएर यहीँ आज चाहिँ हामी होमस्टेमा बस्ने प्लान छ साथीहरू के अरे कमिला समिला छ अलिअलि कमिला त पच्छ दाइ चिनी कमिला यो लोकल मह हो यो ओ त्यो खोल मगर त खोल सुत्दो रहेछ अङ्गले चुहाइदिँदै आएको फेरि घोटो गरेर एउटा ठाडो गरेर यो जाडोमा पुरै कठ्याङ्ग्रै होला यो अङ्कल दाइले हेल्प गर्नु अलिकति उ त्यहाँ दादा त्यो ट्याङ्की के यतापट्टि पुरा हुन्छ अब पिनट अलिकति हालिदिनु भाइ यहाँ पिनट बटर के भन्छ नि होइन त्यो सुने मैले त्यही पिनट बटर के यहाँ टाँसा दुई जग्गा जिगेर अनि हो धेरै हो नाइस किसिर कि त म यसो हाल्छु म त्यसलाई पिनट बटर के भन्छ नि होइन पिनट बटर मसला कुन के मालहरू सकरखण्ड 100 छ यहाँ सकरखण्डको यो त झोल सकरखण्ड यो पानी त बिहे हुन्छ सुबे हुने हो जाडोमा त खोले बनाउनु पर्छ काका आउनु न त सकरखण्ड हाल्नु गजब मिठो बोकल सुदा हाल्दा नि काइदै भयो खानेकुरो त मिठै हुन्छ नि पुरा मस्त भयो हो ओ लप पुरा पनि खान्छ धेरै जाडो मान्छे झन् जरा 5-6 सिटी लाग्यो होला एकै सिटी लाग्यो मैले हप्ता दिएर जाम लोकल हैन यो ठिक छ तर अर्ग्यानिक यो हाले काइदा अलि लामो सिटी एउटा आफ्नै गाउँको टिकटक अर्ग्यानिक त्यो मैले ब्लगै गरेको बिहानको घामसँगै खै सिन्धको पाप हुन्छ आफ्नै करेछ बात बोकेर मिठो हुन्छ बोक्रा सुदा हान्यो नि यो लोकल यो चाहिँ अलि लङ लास्टिङ दाउरा हो क्या बाटो लाएर नि हुन्छ कहिले मिस्त्रीबाट सात थरीको माल खुवाउँछु कि एक थरी हो जे थरी खुवाउनु मार्दै खाइन्छ यार आज चिन्ता नगरौँ धक्कालाई पनि गाँड फटाइ भयो होला त्यसको सुति नहालिकन खाउँ क्या आज मोटो हुँदैन केही हुने यहाँ त केही हुनु जाडोमा त नखानु दाइ अलि पसिना सुकेपछि त साला जाडो भयो त्यही भने भाइरल होला यार डाक्टरमा यार पट पनि हो मायाको के गरे भाइरल बनाउनु हुँदै केही फरक पनि यहाँ राख्नु दबाई चौलसम्म भएको पाक्ला पाके हेर्नु पाकेको थियो मजाले पाइयो चटनी ल्याउनु ट्राई गर्नु चटनी ल्याउनु पर्यो यहाँ पाग्ला पाग्ला जस्तो गरिरहेछ फर्काएपछि पाकिहाल्छ कान काट यो पाक्यो त्यो सामान त्यतै राख्न पाके खानु अरू के त्यो सुरुदेखि गरे भएर काँचो हामी खाम केही खानु जान्छ अचार चाहिँ हातमै छ ठुलै पनि हुन्छ केही फरक पर्दैन सुरुमा केही हुन्छ कि काँचो खाए पनि सुरुमा काँचो पनि पर्छ लाटोमा गाह्रो हुने हो के हुन्छ तातो के हुनु के कहाँ बोल्छ त्यो चिसो हुने यतापट्टि छेउको हो त्यता छेउतिरै पाके खाँदै पुग्छ मेरो त एक पिस हान्नु है ठुलै पिस दिनु न हो के भयो जनकले लो हँसायो
दुईटै हाने काँची छ के हुनु के जान्छ कि भाइ जान्छ यार काट्छु मासु जान्न यार कस्तो कुरा बाघले पकाएर खान्छ यार बाघले पकाएर खान्छ बाबु अङ्कल त्यो चाहिँ अलि सजिलो होस् भनेर के ल लामो भयो नि त उताबाट दिनु हति चाहिँ पाक खायो यस्तो तरिका भएको छ ल के बनायो ओइ खाऊ भाइ तिमी आउनु छोड्यो खान्न हामी सबै अभिषेक दादा हुन्छ यार देख्दैन राति तर हामी खतरा ठाउँमा छौँ हामी मासु झर्यालो सज्जा काले गइदिने यार सन्तोष लड्छ कि म सन्तोष गएर हुन्छ त ए कफीको बिरुवा हो त यो कफीको बिरुवा ल साथीहरू हाम्रो कफी फार्म हाम्रो भन्दा पनि मेरो हो यो डाक्टर यो कफीको बोट दुईटा लर घरेर गाड्दै गइगयो नि लाने हो त घरमा यसो केही भएन भने सो मात्र भयो नि म लाने म दुइटा लाने म दुइटा भन्छु एउटा लाने कुरो भन्यो तीनटा जाने हो सार्न मिल्ने कफीहरू हो यो सबै यो यसपालिको यो लास्ट इयरको लास्टमा पोहोर के हाल्नु पर्दैन अब लर अलिकति खाल्टो खनेर गाडिदेऊ बस सकेसम्म यो चाहिँ अलि हुन्छ नि के भन्छ सेडवाला रुखको मुनि के इपिल सिपिलको रुखको मुनितिर अथवा सानो लिचीको बोटको साइडमा छाया पर्ने चिजमा हुनुपर्छ कि यसलाई चाहिँ छाया चाहिन्छ कि यो 24 घन्टाको घाम चाहिँ यसलाई ठेक्दैन कि उत्पादनकै लागि चाहिँ 12 घन्टा त घाम लाग्दैन हाम्रो गाउँतिर के 12 घन्टा दिनको हिसाबले हो नि त 2 घन्टा 3 घन्टा अगाडि पनि डुब्छ नि त फल्ने त तँलाई कहिले खानु मन लाग्छ त्यसले फल्छन् भाइ 3 वर्ष जति लाग्छ होला हौ धेरै लाग्यो भने बोटै त्यही सुको लागि यहाँबाट लाने कि यहाँबाट छान्ने हो डाक्टर छान्यो भने छान्ने छान्न कि त्यही हुन्छ के छान्न पर्यो त सरे भइहाल्नु यसै पनि 3 वर्ष लाइन भयो गुड मर्निङ फ्रम के रे कोल भन्ज्याङ म तपाईँहरूलाई यहाँबाट देखिने सनराइज देखाउँछु साथीहरू है खतरा तालेर निक्ले यार तुतु आयो यार दिदी एकैचोटि माथि आउँछ त स्लो मोसनमा आउनु पर्ने यो आगो अनुसार दिन त आधी घन्टा सक्यो जस्तो गरे यार किन्नै माथि आयो होला साथीहरू तपाईँहरूलाई पनि चितवनमा बसेर सनराइज हेर्नु मन छ भने यहाँ कोल भन्ज्याङ आउनु कोल भन्ज्याङमा यहाँ तपाईँको म देखाइदिन्छु भन्छु ल यो कोल भन्ज्याङमा कोल भन्ज्याङ होमस्टे आउनुपर्छ तपाईँहरू यहाँ तपाईँलाई नजारा पनि देखाइदिन्छु हिमाल पनि देख्छ हाम्रो साथीहरू ल हिमाल अर्कै देखिया कहाँ हो त्यहाँ हो अब घाम लाग्दै गएपछि बवाल देखिन्छ ऊ तपाईँलाई त्यो खोला जस्तो लाग्यो त्यो चाहिँ तपाईँको बादल हो हाम्रो मुनि बादल हिँडिरहेछ घाम सर्लकै भुटान त मलाई मिठो लाग्छ तपाईँ मिठो लाग्छ मिठो भएको चाकर लाग्दो रहेछ अर्ग्यानिक हो नि त एकदम मिठो हो नि म त्यो मासु खानु म यो र चिउरा खान्छु नि जान्छु भात खान म आफ्नो ढिँडो पानी कति बेला त ढिँडो कहाँ खान्छु नि म नि सँगै जानिँदैन नि कस्तो अलिकति लाज छ लाज मानी भयो नि भने है मैले त्यो बाँकी ढिँडो पानी कति बेला घरभरि आगो बोलिहाल्छ हेर्नु नि त ढिँडो तैँले पकाउँछ भइहाल्छ नि त सरले पकाउँछ कोदोको ढिँडो कस्तो भन्दै भाइ कोदोको प्योर कोदोको एकदम राम्रो छ दाइ खसीको मासु कोदोको ढिँडो अनि आँटीकुटी मिठो छ स्वाद तैँले खान्छ ढिँडो भाइ खाने रे
खोइ झर्छ झर्छ यार यो पानीको ठाउँमा सुपर गुल हाले क्या हो झर्छ झर्छ झर्दै झर्दैन त यार भाइ हालिदेऊ त एकचोटि मेरो हातले मिल्दैन कि गोली हातले साथ देखाएन आज ढोलो सिद्धिहाल्ने खेला चाहिँ गर्दा गर्दै एकदम राम्रो भएर रहेछ दामी भयो भने के भने तिमीले हाल्दै एकपल्ट फेरि हालिदिउँ चिप्लो हो नि बाबु चबाउने होइन सुलुक निल सबैले सुलुत सुलुत नै के छ अनि तिमीलाई यो यस्तो कालो ढोलो खाँदा आफूलाई गोरो भए महसुस भयो नि तँलाई यो चाहिँ कोल भन्ज्याङमा आएर हामी चाहिँ एकदम यो चाहिँ होमस्टेमा आएर खतरा कोदो उडेर खाँदैछौँ दादा होइन हजुर मलाई लाग्छ गोरो चाहिँ हुँदैन अरे कोदो गाडी त गोरु हो नि त कोदो गोरु हुनु पर्यो नि यार रमाइलो अँ ल ठिक छ अनि कुरो सिद्धो